हेलो एन्ड नमस्ते सबैजनालाई। आजको भिडियोमा चाहिँ हामी ओपन पात्रोको बारेमा कुरा गर्नेछौँ। सो वाट इज ओपन पात्रो? सो ओपन पात्रो भनेको चाहिँ हाम्रो एउटा विन्डोज नेटिभ नेपाली क्यालेन्डर एप हो र ओपन पात्रो इज कम्प्लिटली ओपन सोर्स, सुरुमै भनिदिन्छु। र नथिङ कुल के खासै के फरक त पर्दैन कोर्सन्स भएर पनि। सो ओपन पात्रो अब अहिलेको टाइममा चाहिँ के गर्छ भने प्रायः सबैले वेबसाइटबाटै अथवा क्लाउडबाट भनौँ न हाम्रो पात्रो अथवा अन्य जुन क्यालेन्डर वेबसाइटहरू छ नेपाली त्यहाँबाट एक्सेस गर्नुहुन्छ होइन। विन्डोज नेटिभमै चलाउनु पर्छ भने छैन, तर सिम्पली मलाई चाहिँ हुन्छ नि विन्डोज नेटिभ भइसकेपछि अलिक फिल्स लाइक स्मुथर र यसमा चाहिँ अफलाइन एक्सेस पनि छ तपाईँको डेटाको, अफलाइन प्लस अनलाइन बोथ। तपाईँलाई चाहिँ के हुन्छ यो यसको फिचर त नपुराउनु, जस्ट अफलाइन पनि चलाउन मिल्छ नेपाली क्यालेन्डर एप होइन। र अनलाइन पनि तपाईँ के हुन्छ जस्तै यसमा चाहिँ हामीले डेटाबेस एउटा लोकल डिबी युज गरेको छौँ एसक्युलाइटमा, जहाँ चाहिँ हामीले चाहिँ ओल्ड डेटा प्लस फ्युचरको कुन कुन डेटा छ हामीसँग त्यो चाहिँ हामीले त्यो डेटाबेसमा स्टोर गरेछौँ। सो यो चाहिँ अफलाइन पनि युज गर्न मिल्छ तपाईँहरूले। र साथसाथै अनलाइन तपाईँको इन्टरनेट कनेक्टिभिटी भएको बेला यसले चाहिँ के लेटेस्ट चेन्जेसहरू छ भने त्यो पनि के गर्छ, यसले चाहिँ फेच गर्छ र तपाईँको क्यालेन्डरमा चाहिँ डिस्प्ले गर्छ। सो तपाईँले चाहिँ रियल टाइम डेटाको लागि चाहिँ तपाईँले के गर्नुपर्छ, चिन्ता गर्नु पर्दैन, यसले आफैले रिफ्रेस गर्न मिल्छ। अथवा हामीसँग म्यानुअल रिफ्रेसको पनि अप्सन छ, जहाँ चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, डेटाहरू रिफ्रेस गर्न सक्नुहुन्छ होइन। जस्तै अहिले 4 गते छ, अब 6 गते र 7 गतेलाई केही इभेन्ट छैन, तर एकदम ठुलो इभेन्ट भइदिएला एक्कासी। सो त्यो के गर्छ, त्यसले त्यो कुराहरू पनि रिफ्रेस गरेर चाहिँ तपाईँको क्यालेन्डरमा चाहिँ त्यसलाई के गर्छ, चेन्जेसहरू चाहिँ देखाउँछ है। सो मैले भने जस्तै भने यसको अफलाइन एक्सेस पनि छ। अब अर्को यसको मेन विशेषता भनेको चाहिँ तपाईँलाई इन्स्टल गर्नुभयो भने चाहिँ तपाईँको यो तपाईँको सिस्टम ट्रेमा पनि बस्छ होइन। र तपाईँले होभर गर्नु भने आजको मिति देखाउँछ, क्लिक गर्नु भने तपाईँलाई एउटा सानो टुस्ट नोटिफिकेसन जस्तो पपअप आउँछ र भन्छ आजको नेपाली डेट प्लस इङ्ग्लिस डेट होइन। राइट क्लिक गर्नु भने तपाईँलाई क्यालेन्डर खोल्ने अप्सन देखाउँछ, स्टार्ट विथ विन्डोज भनेको। जस्तै तपाईँले सिस्टम रिस्टार्ट गर्दा अथवा सटडाउन गरेर अन गर्दाखेरि चाहिँ यो अटो अन भएर चाहिँ तपाईँको सिस्टम ट्रेमा यसरी बसिरहन्छ है। मैले भने जस्तै अनलाइन एक्सेस छ, तपाईँको डेटा कहीँ पनि जाँदैन, अनलाइन र अफलाइन दुवै, किनकि यसले हामीले लोकल डिभ युज गरेछौँ अलरेडी अफलाइनको लागि, र अनलाइनको लागि तपाईँको डेटा केही पनि जाँदैन, र ओपन सोर्स छ, तपाईँले कोड हेर्न सक्नुहुन्छ गिटहबको है। अर्को चाहिँ हामीसँग स्टक मार्केटको अप्सन। स्टक मार्केटमा तपाईँले अब अरू भनौँ न प्लेटफर्म्स लाइक कम्प्रिहेन्सिभ स्टक एनालाइसिस प्लेटफर्महरू जस्तो डिटेलमा पाउनुहुन्न, तर तपाईँले डेफिनेटली पनि मार्केटको अपडेट के छ त रियल टाइममा त्यो चाहिँ पक्कै पनि पाउन सक्नुहुन्छ। जस्तै आजको 4/17 लेटेस्ट डेटा हामीसँग छ, यो चाहिँ रियल टाइम हुन्छ। तपाईँले लाइभ मार्केटमा नि तपाईँको के हुन्छ, यसले एकुरेट डेटा नै देखाइरहन्छ। सो तपाईँले यसमा चाहिँ अब तपाईँ इन्डेक्स कति छ, टप गेनर टप लुजर होइन, कतिवटा चेन्ज भयो, कतिवटा डिक्लाइन कतिवटा घट्यो भनौँ न, कतिवटा पोजिटिभ सर्किट हाने, कतिवटा नेगेटिभ सर्किट हाने, इन्डिभिजुअल स्टकको कति छ ग्रोथ, त्यो अनुसार पनि हेर्न सक्नुहुन्छ। अब सिन्स इट्स नट अ कम्प्रिहेन्सिभ स्टक एनालाइसिस प्लेटफर्म, सो यसमा चाहिँ तपाईँले चाहिँ बेसिक डेटाहरू मात्र पाउनुहुन्छ। र इफ यु वान्ट टु गेट द कम्प्रिहेन्सिभ एन्ड कम्प्लेक्स डेटा यु क्यान युज नेप्सलाइटिक्स। नेप्सलाइटिक्स पनि हाम्रो प्रोप्राइटरी सफ्टवेयर हो, जहाँ चाहिँ तपाईँले चाहिँ अहिलेको लागि चाहिँ प्रिमियम फिचरहरू चाहिँ तपाईँले फ्रीमा एक्सेस गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँले अरू तपाईँको प्लेटफर्महरू छन् जसले चाहिँ तपाईँले त्यसको लागि चार्ज गर्छ। त्यसै नेप्सलाइटिक्समा तपाईँले फर फ्री पाउँदै हुनुहुन्छ। प्लिज चेक इट आउट nepsalaitics.app। र अर्को फिचर रहेको छ हाम्रो राशिफलको लागि तपाईँले लेटेस्ट नै पाउनुहुन्छ, मैले भनिसकेँ। अब त्यसको लागि तपाईँ डेली, विकली, मन्थली, इयरलीको पनि डेटा पाउनुहुन्छ, र डिफ्रेन्ट जोडिएक साइन अनुसार चाहिँ तपाईँले के गर्नुहुन्छ, आफ्नो राशिफल चाहिँ तपाईँले राशिफलको डेटा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ होइन। र अर्को रहेको छ शुभ साइटमा जस्तै अब तपाईँको इयर अनुसार पनि हेर्न सक्नुहुन्छ। 2071 सालसम्म रहेछ, लेटेस्ट 2081मा चाहिँ तपाईँको होम गर्ने साइट कुन कुन महिनामा कति दिन छ, कुन कुन गते छ, र घर गर्ने साइट कति छ, जग राख्ने व्रतबन्ध छ, अन्य डेटाहरू चाहिँ तपाईँले शुभ साइटमा पाउन सक्नुहुन्छ। अर्को फिचर रहेको छ डेट कन्भर्टर। जस्तै तपाईँलाई नेपाली डेटदेखि इङ्ग्लिस डेटा कन्भर्ट गर्नु छ भने तपाईँ त्यसको लागि पनि हामीसँग फेसिलिटी छ होइन। कतिलाई के हुन्छ भने आफू जन्मेको नेपाली मितिमा त थाहा हुन्छ, अङ्ग्रेजी मिति थाहा हुँदैन, त्यो केसमा पनि तपाईँले चाहिँ मिति रूपान्तरण भन्ने चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ। अर्को रहेको छ सुनचाँदी मूल्य, यो पनि रियल टाइम लाइभ अपडेट हुन्छ। जस्तै आजको लागि कति छ, 4/17 लागि पनि हामीसँग के छ, 2,49,000 अनि 800 के हो कसरी हुन्छ त्यसलाई आफै विचार गर्नु होला। जस आज 3,000 घटेछ, तपाईँले 30 डेको ट्रेनको यसरी चार्ट पनि देख्न सक्नुहुन्छ। फर छापावाला गोल्ड, छापावाल सुन, चाँदी, तेजाब गोल्ड, आई डोन्ट ह्याभ एनी आइडिया अबाउट तेजाबी गोल्ड
सरी यो पनि रियल टाइममा अपडेट हुन्छ, तर रिफ्रेस पनि गर्न सक्नुहुन्छ। तपाईँले यसको डेटाको लागि पनि लास्ट 30 डेजमा ट्रेन्ड कति छ, लास्ट 90 डेजमा ट्रेन्ड कति छ, लास्ट 6 मन्थ्समा कति ट्रेन्ड छ, लास्ट 1 इयरमा कसरी, त्यो पनि तपाईँले के गर्नु पाउन सक्नुहुन्छ है। अर्को रहेको छ विदेशी मुद्राधन भनेको फरेक्स एक्सचेन्ज। यो पनि लाइभ रियल टाइम नै हुनेछ। जस्तै $1 बापत त हामीले कति नेपाली रुपियाँ छ त भन्दाखेरि अहिले 148.82 रहेछ होइन। यो पनि रियल टाइम हो, अप्रिल 17, 2026 कै। र तपाईँले यहाँ मुनि डिफ्रेन्ट करेन्सीहरू देख्न सक्नुहुन्छ। तपाईँले यहाँ ड्रपडाउनबाट डिफ्रेन्ट करेन्सी सिलेक्ट गरेर कन्भर्ट गर्न सक्नुहुन्छ। र यहाँ तपाईँले एउटा इन्डिभिजुअल करेन्सी क्लिक गर्यो भने त्यसको तपाईँले 30 डेको ट्रेन्डहरू पनि हेर्न सक्नुहुन्छ। र तपाईँ करेन्सी ट्रेडमा पनि तपाईँको 7 दिनमा कति चेन्ज भयो, 1 महिनामा, 3 महिनामा कति चेन्ज हो भनेर पनि तपाईँले चाहिँ यसको चार्ट हेर्न सक्नुहुन्छ। करेन्सी ट्रेन्डमा रिफ्रेसको बटन पनि रहेको छ। सो नेप्सोलाइटिक्स चाहिँ नेप्सोलाइटिक्स ओपन पात्रो चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ अहिलेको लागि चाहिँ तपाईँले ओपन पात्रो इन्स्टल गर्नलाई चाहिँ तपाईँले त्यो डिस्क्रिप्सनमा रहेको गुगल ड्राइभबाट चाहिँ तपाईँले यो फोल्डर डाउनलोड गर्नुपर्ने हुन्छ। यो जिप फाइल डाउनलोड गर्नुपर्ने हुन्छ। यो जिप फाइल डाउनलोड गरिसकेपछि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ, फाइल एक्सप्लोररमा गएर तपाईँको चाहिँ यसरी डाउनलोड हुन्छ होइन। यसलाई एक्सट्र्याक्ट गर्नुभयो भने एक्सट्र्याक्ट गरेर खोल्दाखेरि चाहिँ पब्लिस भन्ने फोल्डर हुन्छ। त्यहाँभित्र गएर चाहिँ तपाईँले ओपन पात्रो .exe भन्ने डबल क्लिक गरेर ओपन मात्र गर्नु भने चाहिँ तपाईँको इन्स्टल हुन्छ। र कस्तो छ भने यो चाहिँ जिप फाइल 200 छ, एक्सट्र्याक्ट गर्दाखेरि 700 MB हुन्छ। र तपाईँलाई लाग्न सक्छ जाबाट क्यालेन्डर एप 700 MB हो, मलाई पनि लागेको थियो किन 700 MB भयो भन्दाखेरि चाहिँ यो कस्तो हुँदा तपाईँको डेस्कटप एप अथवा कुनै पनि तपाईँले एप लन्च गर्यो भने चाहिँ त्यसको लागि चाहिँ तपाईँलाई साइनिङ सर्टिफिकेट चाहिन्छ होइन। त्यो साइनिङ सर्टिफिकेटलाई चाहिँ तपाईँले पे गर्नुपर्ने हुन्छ, अथवा तपाईँले भन्दा पनि डेभलपरले, किनकि अब कुनै पनि अपरेटिङ सिस्टमले डाइरेक्टली जुन पाए त्यो एप इन्स्टल गर्न दिँदैन। त्यसको लागि चाहिँ उसले के गर्छ, एउटा भ्यालिड सर्टिफिकेट होइन, त्यो चाहिँ कुन छ, त्यो चाहिँ एउटा हाम्रो एउटा सर्टेन अथोरिटीहरू हुन्छ प्रोभाइड गर्ने हो। त्यहाँबाट चाहिँ हामीले के गर्छौँ, एउटा भ्यालिड सर्टिफिकेट पाउन सक्छौँ, जसले गर्दा चाहिँ हामीले चाहिँ विन्डोजमा सेफली इन्स्टल गर्न मिल्छ होइन, जुन मसँग छैन अहिले। त्यसैले कारणले पनि यसले चाहिँ मैले एज अ तपाईँलाई एक्जिक्युटेबल सिङ्गल एक्जिक्युटेबल फाइल दियो भने यसले इन्स्टल गर्न मान्दैन। सो त्यो कारणले के छ भन्दाखेरि चाहिँ ओपन पात्रो चाहिँ मैले एज अ तपाईँले सेल्फ कन्टेन्ट भन्नाले चाहिँ तपाईँको अर्को भनेको ओपन पात्रोलाई चाहिने डिपेन्डेन्सी होइन। जस्तै .NET 8मा बनेको छ, त्यो .NET 8 चाहिँ अरू प्रोजेक्टहरूमा नहुनसक्छ, अरू नर्मल विन्डोज अपरेटिङ सिस्टमहरू .NET बाई डिफल्ट इन्स्टल नहुनसक्छ, अथवा यसको अरू डिपेन्डेन्सीहरू चाहिँ नहुनसक्छ होइन। अनि मसँग डाइरेक्ट साइनिङ सर्टिफिकेट पनि छैन तपाईँलाई EXE फाइल दिन अथवा MSIX फाइल दिनलाई। त्यो केसमा चाहिँ के गरेछु भन्दाखेरि मैले सेल्फ कन्टेन्ट गरेको हुनाले चाहिँ र इन्स्टल गर्ने बेला जस्ट फाइल धेरै हो तर इन्स्टलेसन चाहिँ एकदम सजिलो होस् भनेर चाहिँ मैले यस्तो गरेको छु। र तपाईँलाई यदि पनि फेरि केही सक लाग्छ भने गिटअपमा कोड ओपन सोर्स छ, यु क्यान चेक इट आउट होइन। त्यसमा केही पनि मैले मेरो साइडबाट चाहिँ केही इन्टेन्सन छैन यसरी हजुरहरूलाई स्क्याम गर्ने अथवा हजुरहरूको डेटा लिने, मेरो कुनै त्यस्तो इन्टेन्सन छैन। यो पर्सनली मैले आफूलाई आफ्नो इजको लागि बनाएको। सो इफ यु गाइज आर इन्ट्रेस्टेड देन यु क्यान डाउनलोड इट एन्ड युज इट होइन। 700 MB हो, अब अहिलेको टाइममा 1 TB हुन्छ, 512 GB SSD मिनिमम हुन्छ होइन। 700 MB आई डोन्ट थिङ्क 700 MB इज अ बिग डिल पनि। सो यु क्यान युज द्याट वे। र ओपन पात्रोको लागि चाहिँ यति नै छ, ओपन सोर्स हो, यु गाइज क्यान युज इट। केही फिडब्याक छ भने दिनु होला, यदि यो भिडियो हेर्नु भएको छ भने र युज गर्न इच्छुक हुनुहुन्छ भने, अथवा केही प्रब्लम आयो भने, अथवा केही चेन्जेस ल्याउनु छ, केही नयाँ फिचर एड गर्नु छ होइन, तपाईँहरूलाई सस्ताको लागि भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यु क्यान डाइरेक्टली कन्ट्याक्ट मी होइन। किनकि गिटअपमा पनि छ, अथवा गिटअपमा पनि तपाईँले इस्यु चाहिँ रेज गर्न सक्नुहुन्छ। सो द्याट्स अल फर ओपन पात्रो। होप यु गाइज अब जसले हेरेको छ, होप यु गाइज युल युज इट होइन। मन पऱ्यो भने युज गर्नु होला, मन नपऱ्यो भने ठिकै छ। दिस इज पार्ट अफ माई पर्सनल प्रोजेक्ट, मलाई सजिलो हुन्छ। द्याट्स इट।